अनुम जय मसी। हेलो साथीहरू, नमस्ते तपाईहरु सबैजनालाई एन्ड वेलकम ब्याक टु माई अनदर भ्लग। आज चाहिँ मैले तपाईहरुलाई इभिनिङको भ्लग लिएर आइरहेको छु है तपाईहरुको अगाडि। सो खानाहरू खाइकिन एकैछिन बहिनीसँग चाहिँ इभिनिङ वकमा गएको। अनि सधैँ चाहिँ मैले तपाईहरुलाई है दिउँसोको यहाँनिर भ्यू देखाउँथे बिहान मर्निङ टाइममा अफिस जाँदै गरेको। अनि आज चाहिँ मैले सन्डे हो इभिनिङको देखाउँदैछु। यस्तो हुन्छ यहाँनिर चाहिँ है। बहिनी हाई त भन्दैन। हेलो। अलिक छिटो हिँड्नुपर्छ इभिनिङ वकमा, त यसरी ढिलो हिँडेर त हुँदैन। साथीहरू हामी चाहिँ निस्केर ठक्कै आउँदै थियो कि यहाँनिर चाहिँ नि हिल्सहरू हुन्छ नि, यहाँ सेल्समा लगाउनु भएको रहेछ कि यहाँनिर मेरो बहिनीहरूले चाहिँ हेर्दैछ। देखा त अलिक बहिनी कस्तो कम्फर्टेबल। सबै 300 मात्रै हो, सबै 300 हो, ओन्ली 300। डेलिसा यो माथि पतञ्जली स्टोरमै हो, यो पतञ्जली स्टोर हो नि त। सेलेस्टी हाई भनिदेऊ न मेरो ब्लगमा, एकछिन देखाइदिन्छु नि म। त्यताको मात्रै होला नि 300, सबै 300। माथिको यो मुनिको 300 है। साथीहरू हेर्नुहोस् है, यहाँनिर चाहिँ भ्यू सबै 300 रुपियाँमा रहेछ है, सेल लागेको। लु आउनुहोस् है तपाईँहरू पनि। पतञ्जली स्टोरले चाहिँ सेल लगाउनु भएको रहेछ। साथीहरू हामी चाहिँ विशाल मार्टको अगाडि उभिरहेको छ, तपाईँहरूलाई नाइट भ्यू देखाउँदैछु। यो चाहिँ कहाँ हो, जोरथाङ रोडपट्टि है। वाउ कस्तो राम्रो देखियो। यो गान्तोक रोड यो मुनिपट्टि अनि जोरथाङ रोड। गाइस रातिको सिन चाहिँ त्यति नै थियो। त्यो देखाएर पनि हामी चाहिँ फर्किँदैछु घरपट्टि। पसिना चाहिँ आयो हल्का।